हेलो एन्ड नमस्ते। फुलबारी ट्रेडिङको अर्को नयाँ भिडियो प्रश्नमा यहाँलाई स्वागत छ। सदा चाहिँ विभिन्न ग्याजेट्सको रिभ्यू गर्ने क्रममा चाहिँ आज हामीले यो भिजिआरको V055 भन्ने मोडलको चाहिँ ट्रिमरको बारेमा चाहिँ रिभ्यू गर्न गइरहेका छौँ। हुनलाई यो चाहिँ एकदम पहिला आइसकेको मोडल हो र बजारमा एकदम धेरै चलेको मोडल पनि हो। यो चाहिँ पुरानो मोडलमा डिजाइन पनि पुरानो, तर सामान चाहिँ एकदम वर्थी सामान भएको भएर चाहिँ एक्चुअली सामानको पनि भिडियो चाहिँ बनाइदिउँ तपाईँहरूलाई भनेर चाहिँ लिएर आएको छु। यो चाहिँ भिजिआर कम्पनीको चाहिँ 055 भन्ने मोडल रह्यो होइन। यसको बक्सभित्र के सबैको देखाउँछु मलाई, हेर्नुहोस्। यो चाहिँ पुरानो मोडल हो, तर यसमा चाहिँ एकदम काम गर्न एकदम दामी खालको चाहिँ ट्रिमर भिजिआर कम्पनी मध्येको चाहिँ पुरानो ट्रिमर मध्येको चाहिँ राम्रो ट्रिमर मध्ये यो पनि एउटा गनिन्छ। र यो चाहिँ तपाईँको चाहिँ 4वटा कटिङ त्यो मिलाउने ब्लेड पनि आउँछ यो भित्र होइन, युएसबी चार्जिङ भएको। यो चाहिँ हाम्रो मेन युनिट रहला, हेर्नुहोस्। एकदम चिल्लो खालको फिनिसिङमा छ यो हाम्रो युनिट चाहिँ। र यसमा चाहिँ तपाईँको कम्पनी अगाडिको दाँती छ नि, त्यो पनि ठ्याक्क 2 स्टेप अगाडि पछाडि सार्न मिल्छ क्या। यो पनि एउटा विशेषता छ। यो एकदम कम प्राइसमा चाहिँ राम्रो वर्थी सामान चाहिँ यो छ एउटा भिजिआर कम्पनीको चाहिँ। अब भिजिआर कम्पनी भन्ने बित्तिकै चाहिँ यसले चाहिँ धेरै यो दाह्री काट्ने मेसिनहरू अनि हेयर ड्रायरहरू अनि हेयर स्ट्रेट गर्ने आइरनहरू बनाउँछ कम्पनीले। ल हेर्नुहोस्, ट्याक्क यसरी अगाडि पछाडि सार्न मिल्छ। अगाडिको दाँती ठ्याक्क अगाडिबाट सर्छ होइन। तपाईँको कतिको लामो बनाउने ठ्याक्क त्यहाँ छोटो बनाउने ठ्याक्क अप्सन त्यहाँ बनाउन मिल्छ योबाट नि। अन अफ गर्दा चाहिँ तलपट्टि हरियो लाइट ब्लिङ्क गर्छ। ल हेर्नुहोस्, देख्न सक्नुहुन्छ। यो चाहिँ वर्किङ कन्डिसनमा छ भने थाहा पाउनलाई चाहिँ तलपट्टि त्यहाँ बत्ती बल्छ, एउटा इन्डिकेटर दिएको हुन्छ। ल हेर्नुहोस्, फुल्ली मेटल बडीमा रहेको छ अगाडिको भाग चाहिँ। यो चाहिँ तपाईँ खोजेर सफा पनि गर्न मिल्छ यसलाई। रिचार्जेबल रहेको तपाईँको युएससीबाट चाहिँ चार्जिङ हुन्छ यो। यसो बक्सभित्र के आउँछ सामान सबै तपाईँ देखाउँदैछु। ल हेर्नुहोस्, यसमा तपाईँहरूले चाहिँ एउटा युएसबी टु यो 2टा पिन भएको चार्जर पाउनुहुन्छ, केबल। त्यसमा चाहिँ तपाईँहरूले चाहिँ अर्को भनेको चाहिँ यसमा यो चाहिँ ओइल पाउनुहुन्छ लुब्रिकेन्टको लागि चाहिँ। बेला बेला यो ओइल चाहिँ हालिराख्नुपर्छ है हाम्रो ब्लेडको भागमा चाहिँ। र यसमा अर्को भनेको चाहिँ यो सफा गर्ने एउटा ब्रुस पनि पाउनुहुन्छ, त्यो भिजिआर लेखेकै हुन्छ, एकदम हार्डवाला मेटेरियल छ चाहिँ, टक्कै यसरी सफा गर्नु मिल्छ। ल हेर्नुहोस्। र यसमा अरू भनेको चाहिँ हजुरले 4वटा कम पाउनुहुन्छ। ल हेर्नुहोस्, यो चाहिँ 9 mm को रहेको छ। अर्को यसमा रहेको छ 12 mm को, अर्को रहेको छ 3 mm को, र अर्को रहेको छ 6 mm को। ठ्याक्कै यो राखेर कपाल टक्क मिलाउनु मिल्छ। 4वटा ब्लेड आउँछ यसमा होइन। र यो बाहेक तपाईँले एउटा एक्स्ट्रा चाहिँ हामीलाई यो युजर म्यानुअल पाउनुहुन्छ। तपाईँ चाहिन्छ चाहिँ भन्नु होला। हाम्रो फुलबारी ट्रेडिङ पोखरा 11 फुलबारी बास्केलचोक कास्कीमा चाहिँ एभाइलेबल छ। अल नेपाल तपाईँहरूलाई क्यास एन्ड डेलिभरी दिइरहेका छौँ। नेपालको जुनसुकै कुनाबाट तपाईँ मगाउन सक्नुहुन्छ सामान है। र हाम्रो अफिसमै आएर हजुरले भिजिट गरेर पनि सामान लान सक्नुहुन्छ। ल हेर्नुहोस्, कस्तो मजाको चिल्लो डिजाइनमा रहेको यो वाला ट्रिमर चाहिँ। अब यसलाई चार्ज गर्नलाई चाहिँ हाम्रो टक्कै यसो जोडिसकेपछि यो तपाईँको चार्जरको युएसबी पोर्ट भएको जुनमा हाले पनि भयो। त्यहाँ चाहिँ रेड लाइट ब्लिङ्क गर्छ यसमा चाहिँ चार्ज गर्दाखेरि चाहिँ। ल हेर्नुहोस्, ठ्याक्क दाँती ठ्याक्क यसरी राख्नु मिल्छ। ठ्याक्कै यो राखेर अब तपाईँले चाहिँ त्यही अनुसार कपाल छोटो लामो बनाउने, ठ्याक्क कस्तो मिलाउने ठ्याक्क त्यही अनुसार गर्न मिल्छ। त्यो बाहेक चाहिँ 2टा एक्स्ट्रा फिचर्स पनि दिएको छ यसमा। ल हेर्नुहोस्, जसले गर्दा तपाईँ दाँती चाहिँ अगाडि पछाडि सर्ने भएपछि यसले चाहिँ अलिक अझै छोटो बनाउने, अलिक ठिक्क छोटो बनाउने अप्सन पनि बनाउनु मिल्छ योबाट होइन। ल हेर्नुहोस्, यो सामान चाहिँ चाहिन्छ भन्नु साथीहरू है, हाम्रो फुलबारी ट्रेडिङमा चाहिँ एभाइलेबल छ। तपाईँहरूलाई हामीले चाहिँ नेपालको जुनसुकै कुनामा पनि डेलिभरी दिन सक्छौँ। हामीलाई सामान चाहिँ नेपाल क्यान मुभ भन्ने कुराबाट पठाउँछौँ सामानहरू सबै। ल हेर्नुहोस्, ओभरअलमा सामान चाहिँ यही नै हो साथीहरू होइन। यसमा आउने कम्पोनेन्ट्सहरू यिनै हुन्। 4वटा दाँती पाउनुहुन्छ, एउटा ओइल पाउनुहुन्छ, सफा गर्ने एउटा ब्रस पाउनुहुन्छ, चार्जिङ गर्ने एउटा केबल पाउनुहुन्छ, प्लस एउटा मेन युनिट भइहाल्यो। हस्, आजको भिडियोलाई यति नै। अर्को भिडियोमा फेरि भेट्नेछौँ। हस्, नमस्कार।